घन्टी बजाएर तँलाई मैले चितवनमा कति घटनामा तँलाई हामी चितवनवासीले जोगाएको छ। रवि लाम्छाने यति मौतको छोरा हो भनेदेखि माइतीघर मण्डलामा आइज हाम्रो आँसु पुसेर देखा। किन पुसेस? तेरो स्वास्नीले भ्रष्टकारी छ। तेरो स्वास्नीले नि सहकारीको पैसा खाएर भागेको छ। हामीलाई के न्याय दिन्छस्? रवि लाम्छाने घन्टी बजाएर मात्रै हुँदैन, काम गरेर देखा, काम गरेर देखा। तब मान्छु तँलाई, तब मन्दिरमा बसेर तेरो घन्टी बजाउँछु। बोलेर मात्रै हुँदैन। 12 भाइ भन्छस् नि, तैँले नामाकरण गरे होइन 12 भाइ भनेर। 12 भाइ होइन, 13 भाइ हो। 12 भाइमा तँ पनि भाइ हो। रवि लाम्छाने च्यालेन्ज दिन्छु, चितवनको छोरी हो, डराउँदैन। थाहा छ, नेपालीको छोरी हो। ज्यान दिन्छु, ज्यान लिन पनि छोड्छुस्। आज 25 दिन भइसक्यो यसरी टन्टला पुरो घाममा रवि 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 भनेर हामीले पुकारेको। कहाँ गयो रवि भनेको त? आफ्नै स्वास्नीमा सहकारीको पैसा खाएर भागे रहेछ। नयाँ पुस्ताले राम्रो काम गर्छ भनेर हामीले चितवनबाट जिताएको। तँलाई ठक्क लाज नभएको रवि लाम्छाने।